फाइनल्ली प्रिन्सिपल साहबहरू पनि समिट क्याम्पमा आइपुग्नु भयो। वेलकम टु समिट क्याम्प साहब। थैंक यू। हर हर महादेव। वेलकम सर, वेलकम। वेलकम सर। थैंक यू सर। थैंक यू। यो चाहिँ समिट क्याम्पबाट देखिने भ्यूहरू हो हैन। तपाईले मजाले आरामले हेर्न सक्नुहुन्छ। यो रक वाल यो चाहिँ एकदम लुज रक वाल भइरहेछ हैन। यो जति बेला पनि खस्न सक्छ यसमा चाहिँ। यो समिट क्याम्पबाट देखिने भ्यूहरू है गाइज। उतातिर देखेको त्यो हिमाल चाहिँ अब चमुयुम हो। त्यसले चाहिँ पार्वती भनिन्छ। यो शिवा, यो शिवा हो भने त्यो चाहिँ पार्वती। यहाँतिर चाहिँ लेकहरू एकदम धेरै छ है। यसैको तल ठिक यसको पछाडि गुर्दुममा लेक छ। तल पनि लेक छ। यो चाहिँ कञ्चनजङ्घाकै तपाईँको चमुयुमको उता यता साइडमा नि लेक छ भने त्यसमा पनि लेक छ। दामी छ है यो चाहिँ। अनि उता देखेको छ त्यो चाहिँ चाइना तिब्बत, त्यहाँ चाहिँ मार्केट छ। अनि उता चाइनाको टावर। यहाँ चाहिँ हाम्रो समिट क्याम्प। आज सबैजना समिट क्याम्पमा आइपुग्नु भयो। अहिले चाहिँ सबै उताबाट बिस्तारै बादल लागेर आइरहेको छ। वेदर खराब हुन लागेछ हो। भोलि त के भन्ने भरे राति 12 बजी चाहिँ रोप फिक्स गरेर राखेको छ भने यसैमा चढेर हामी माथि टुप्पोमा पुगिन्छ। हेर्दा मात्रै यस्तो हो, तर धेरै लामो छ। 1 किलोमिटरको आसपासमा छ यो। हेर्दाखेरि नजिक देख्छ तर 1 किलोमिटर छ। हाम्रो शिवम सर, टिम लिडर साहब, प्रिन्सिपल एचएमआई। थैंक यू वीर, थैंक यू। वेरी वेल डन टीम, वेरी वेल डन। Good to everyone. Didi sir. Fabulous job done. Keep it up. Thank you so much. Sir, हाम्रो टेन्ट पिस गरेर राखेको। रुपा सर, शेर्पा सरहरू, रोप्सन सर, रोड ओपनर, हाम्रो सुभाष सर, दावा सर, उनीहरू दुईजना चाहिँ प्रिन्सिपल साहबको चाहिँ राइट ह्यान्ड हो है।